तपाई त्यस्तो व्यक्तिलाई कहिले पनि ब्रेक गर्न सक्नु हुँदैन जो मानिस कहिले पनि एक्लै बसेर खानालाई डराउँदैन, जो मानिस रिजेक्सनसँग डराउँदैन, जो मानिस अगाडि बढ्ने प्रोसेसमा आफ्नो साथीभाइहरूलाई गुमाउनलाई डराउँदैन। किनकि त्यस्तो व्यक्तिले अलरेडी त्यो साइलेन्स, त्यो एक्लोपन महसुस गरिसकेको हुन्छ। कति पटक उसले थुप्रै रिजेक्सनहरू फेस गरिसकेको हुन्छ। उसले ती फेक पिपल्सहरूसँगको एसोसिएसनलाई पनि बुझिसकेको हुन्छ। किनकि यस्तो व्यक्तिहरूले कहिले पनि एक्स्ट्रा भ्यालिडेसन खोजेर बस्दैनन्। मानिस आउँछन्, मेरो लागि ताली बजाउँछन् अनि म खुसी हुन्छु भनेर पनि बस्दैनन्। किनकि यी सबै कुराहरूभन्दा माथि उठिसकेका हुन्छन्। त्योभन्दा पावरफुल स्ट्रङ्गर कुराहरूले उनीहरूलाई बाँधेको हुन्छ। त्यो हो सेल्फ लभ हो। यदि तपाईँ आफूलाई चाहिँ आफ्नै तरिकाले स्ट्यान्ड आउट गराउन सक्नुहुन्छ, आफूलाई आफ्नो तरिकाले बाँधेर राख्न सक्नुहुन्छ भने मानिसहरूले तपाईँलाई पुस गर्छन् तर पनि तपाईँ लड्नु हुँदैन, खस्नु हुँदैन। यो कुरालाई याद राख्नुस्, कुरा चित्त बुझे फलो गर्नुस्।